हेलो नमस्कार, फेरि तपाईहरुलाई मेरो अर्को भिडियोमा स्वागत छ। आज हामी चाहिँ यो चाहिँ शैलेश, म चाहिँ सबै केटो नामै शैलेश शैली छ। बोली हरेक बोलीमा शैली छ। जय शम्भु हामी चाहिँ आज हैन यहाँ हिजो चोर आयो अरे राति हैन, यहाँ हिजो चोर आयो अरे, त्यही हेर्न हिँडेको। चोर कन्भर कस्तो मेरो जस्तो थियो भन्छ न, नजाऊ। शंकामाथि शंका एकचोटी भेरिफाई गर्नुपर्छ। हेरौँ कस्तो के भएको रहेछ है। गाउँमा चोर आयो भने त कहाँ यसरी बसेर। हेलो युवा केटाहरु इन्भेस्टिगेट टिम आएको छ। हामी यहाँनिर यो इन्भेस्टिगेट गर्न आएको छौँ। गनान्टीको घरमा चोर आयो अरे, हामी यसो हेर्दिन। हेलो रिपोर्टिङ गर्दैछौँ क्या। कहाँ आयो अरे भाइले पनि राखेर यहाँ देखाउने त मेमरा पनि यही टक्कै चोरको बारेमा हामी माथि घरमा राति यताबाट होइन, यताबाट उता भित्र जाने बाटो छ क्या, के अरे कोठाभित्र बस्छ। होइन चोर त आयो कि, तर यो कुखुरा चाहिँ किन चोरेर मलाई त्यो अचम्म। हामी कुखुरा बढाउँदैन थियौँ, एक साग हुन्थ्यो नि त। हाम्रो जस्तो बुद्धि कहाँ हुन्छ चोरको? बुद्धि नभएको चोर यस्तो थियो। ए मैले बुझेँ, चोर होइन त। बाटोमा हिँड्दा हिँड्दै गुवा आयो होला कि अघि पर खै अब चोर आयो भन्नुहुन्छ। कुखुरा चाहिँ फेरि सकुल छ तर नि गाउँहरू कुखुरा चोरी हुन्छ, तपाईँले लाउँछन् कि चोर त्यो होइन। यहीँ आयो अरे, यही घर हो। यो समाचारमा जान्छ नि त भ्लगमा। हामी चाहिँ दोकानतिर हेर्नु यहाँ यसो हेर्नु मात्रै आएको थियो, अहिले आउँदाखेरि ठक्क हुनुपर्छ। हजुर भाइरल, तपाईँ भाइरल के गर्नु आज? कहाँ तपाईँलाई हाल्छ त? हामी चाहिँ ठक्क दोकानको गरेको हालिदिउँ। हामी चाहिँ दोकान ला बिराले बाटो काटेर अहिले के हो देखाइदिनु विचार। हेलो पुसी कहाँ हो पुसी भनेपछि क्याट पनि भयो क्या। त्यो क्याट भन्ने बाँकीले भन्नै दिएन क्या मलाई। क्लिपहरूमा छ नि त। हामी चाहिँ दोकानतिर हिँड्दैछौँ यसो। अब यस्तो छ कि हाम्रो बानी चाहिँ फेरि दोकान नगए चाहिँ त्यही हुँदैन। एक दिन दिउँसो एक दिन प्याजी खानु पर्यो नि त होइन। प्याजी खानु पर्यो, चुरोट जाँच खाँदैन। प्याज खायो अलि आइन्सकै फ्रेममा पकोडा खायो, त्यस्तै छ गाइस। कस्तो राम्रो लाग्यो तपाईँ के यो मान्छे यो भेज यो के अरे नयाँ हो नि त, पुरा 200 रुपैयाँ किनेको नयाँ त्यसले पनि हो। अनि यो लाइट अलिक दामी हुन्छ अरे क्या। यो ब्लू कलरले चाहिँ ब्लू भन्ने बित्तिकै राम्रो, ब्लू भन्ने बित्तिकै राम्रो हो। त्यही त ब्लू भन्ने कलर मलाई साह्रै मनपर्छ क्या। मलाई मनपर्छ बेला बेला गएर चलेर पनि ब्लू कलर यस्तो दामी हुन्छ। सेतो पनि रहेछ, सेतो पनि रहेछ। तेरो कोही कसैले पञ्चमले झारिदिएको त। अब मेरो त सेतो कहाँ हो, पञ्चमले खाँदा कुखुराको पनि उता उता छैन, कपाल छैन हो। के छ मामाश्री दर्शनलाई कहिले आउनुभयो तपाईँ त? बाफ्रे म त एकदम दोकान हिँडेको पनि एकदम कहाँ छ हामी यतिकै घुम्दै यसो केही खानेकुरा किन्नु भन्छ कि तपाईँ मोटा हुनुहुन्छ सन्चै हुनुहुन्छ के फिनिस छ कि हो। मामालाई धेरै बिजनेस देख्दा खुसी लाग्यो है। यसै हाम्रो गाउँको हेलो विदेशबाट गइरहेको थिएछु नि गएको अरे मेरो साथीको बाबु सहीसँग मान्छे छैन यहाँ त्यहाँ भएर के अरे के फुटबल खेलेको देखेर सानो सानो ठिक छ। हामी यसरी निस्कौँ। हामी चाहिँ अरे रोडमा होइन कच्ची रोडमा आइपुग्यौँ। हाम्रो गन्तव्य आइपुग्नु आँट्यो है। अस्ति हामीले च्यालेन्ज गरेको ठाउँ आलुचप च्यालेन्ज आएको छ होइन। ठिक छ। आज तपाईँ किन राम्रो देखिरहेको भन्ने कुरा मलाई देख्नु आज मैले भात खाएको सुतेको होला अरू बेला मलाई राम्रो देखिरहेको केही खास छैन क्या होइन। खेल्ने चना खाएँ होइन, त्यससँग अनि अलिकति डन सुगा थियो, त्यस खानु लागि आज अलिकति कति थियो 1 किलो यति कति ठिक छ। टाइमले त्यो हजुरको साइकल चलाउनु पर्ने हजुरको साइकल खतरा हुन्छ त्यसमा इलेक्ट्रिक साइकल दोकान आइपुग्यौँ होइन। अहिले हामी गर्छौँ। अहिले फिलहाल हामी अहिलेको लागि चाहिँ ब्रेक, कमर्सियल ब्रेक त्यसलाई यसो गऱ्यो अनि ब्रेक फेरि सोडा छ होइन। हामी चाहिँ आज यस्तो गरे भयो कि नखाइ नसक्ने। चेस गर्न त चेस गर्नु बिस्तारै पोकिन्छ। यस्तो गर्नु भयो ग्लास शीतल ल्याएर नखाइ नसक्ने क्या। आफ्नै शीतल हो क्या, आफ्नै शीतल। त्यसै हाम्रो सजिलो है प्राइभेट होइन। कसैलाई खतरा अमेरिकाको सैनिकको लेभल काट्नु छ भने चाहिँ आउँदा हुन्छ। साउट आउट डुमर भाइ खतरा छ दियोस्। हाम्रो डुमर भाइले काट्छ खतरा गाड्छ। हाम्रो गाउँभरि टोलभरि काट्ने भाइ हो। हामी चाहिँ अब यो खाइसक्छौँ। नखाइ नसक्ने भयो त्यस्तो खास
लास्टमै खोल्ने त्यताबाट होइन रहेछ नि यताबाट गएर अर्को स्टाइल रहेछ हामीले खोल्न नआएको त्यो त्यसलाई मुनि पार्ने अनि फेरि माथि पार्ने म चाहिँ जहिले अरूले खोलेको खाने नपर्छ कि अहिले खोलिस आफै ए खोलेको आन्टीले यसको मिनिङ त गइरहेको छ बुझ्नु यो अलिक बाटोमा चाहिँ डबल मिनिङ बुझ्छ कि म जस्तो सोचेर ठिक्क मिलेर बुझ्छ हामी यो खान्छौँ तपाईँहरू हेर्नु होला मुखमा पानी आयो भने पनि नलिनु होला है हाम्रो पेट दुख्छ नि फेरि देन च्यालेन्ज यति सब्सक्राइब गरेपछि होइन रेड बुल होइन धेरै होइन 100 पुगेपछि यसको तर्फबाट मेरो तर्फबाट लिएर खुवाइदिन्छ म यही खुवाइदिन्छु हामी चाहिँ अब यो खायो आलु चप खाने पाजी 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 भन्न आएछ प्याजी खाने अनि बस्ने 50 रुपैयाँ केजी बन्दा कसमा ल्याउनु 40 रुपैयाँ केजी फेरि एकचोटि ब्रेक फेरि एकचोटि अब मगाउँ त अनलाई यस्तो दोब्रे थियो कि भित्र हड्डीमा अलिकति थोरै बिहार नगर्नु एकदम फिची छ कोहीलाई चाहियो नि त एउटा लु कस्तो आयो यसमा न मैले खराब भयो कि बिहान किन नगरौँ भन्ने मैले कति बोल्छु नि कति वर्षपछि बेकार ठिकै छु यसले गरेछ मराले त गर्नु त यस्तो च्यान खुसिरहेको हाल्नु न के खाएको रे यो च्यान पुरै लगाउनु कोही नि लाउँछन् च्यान लगाएर जान देखाइदिएको यो के कस्तो यो नाति त हेर्नु हजुर होइन यो कुरो सत्य होइन म डाइरेक्टै जान्छु केटीबाट मान लाने हो सत्य कुरा भन्दैछ सत्य होइन नि असत्य भन्दैछ यो विक्रमको कुरा गरेको नै नि त्यो विक्रम 3 चोटि 4 चोटिका पाली परो तर विक्रममा आफै भाइया छ इन्डियातिर त्यसै खुवाइदिँदा यहाँ लगाऊ मलाई सोधिस् पनि पक्का ग्यारेन्टी कस्तो लाग्यो एकदम लु मेरो बोली पनि र त्यो फोटो पनि देखाएर अहिले आउँछ हुँदैछ कि त्यो खानु छिराइसक्यो खानु अहिले हामी जाने कि यहाँ सुन्नु मलाई केटी खोज्न सक्नु हेरिदिरहेको तपाईँले जस्तै हेरिदिन्छ म ओके छु बे गर्छु म हेरिदिन्छु केटी तिमीहरूलाई उसलाई पनि हेरिदिन्छु हजुरबा सुरु न तर पुर्की पुर्की हेर्ने म अलिक डल्ले डल्ले छु कि पछाडि भिडा बोटा धोती हामी कोर्नु केटा पाइन्छ होइन केटा मलाई अघि नै हेरिदिनु मलाई अघि ल हजुर हाल्नु होला हेलो नमस्कार ब्रेकपछि स्वागत छ तपाईँहरूलाई हामी चाहिँ अहिले यहाँ स्प्राइट देखाइदिनु कपी होइन अनि हामी चाहिँ अब सामानहरू किनेर घरतिर लाग्दैछौँ कस्तो दामी भ्यू क्या देखिन्छ कि देखिँदैन घामले गर्दाखेरि यस्तो छ क्या भ्यू चाहिँ बब्बाल म त बाटोबाट कस्तो खतरा देखिन्छ खतरा छ अनि चाहिँ अब यसो बरफ सरफ लाग्यो है बरफ लागेको छ दारीमा यस्तो शीतल गर्ने बाघको मुखमा नि अलिक खुन लाग्छ तर धेरै अर्कै खालको खुन यस्तो हो हामी चाहिँ होइन हामी दुईसँग बोलिदिनु है सबै चिने मात्र गाउँमा नि काका दादा म त पछि पे गर्नु पर्यो भने अप्ठ्यारो छ सबले साइन लाउँछन् अनि बनाउनै पर्छ त्यही त अब आफ्नो बजेट भएन भने अब चाहिँ भन्नुहुँदैन कसैले साइन लाउँछ कि अङ्कल छोरी पाउने अस्ति छैन अनि गाह्रो भइसक्यो कि साइन लगाएपछि त्यस्तै हो क्या हामी चाहिँ अलिकै बाटो है त्यो पुल एक चक्कर हान्यो पहाड छ यो पहाड घरको माथि होइन टक्कसँगले यो यहाँनिर गाउँ यो ठिकै छ अब आजको लागि यति नै होइन अब फेरि भोलि आउँछु म आजलाई चाहिँ अब बाई बाई यो कपी स्प्राइट आजलाई पिस हान्दिने हो मैले हानेको भक्कु के हो मुखमा पानी आउला फेरि के गर्नु भरे फेरि पेट दुखाउने के गर्नु ल ठिकै छ आजलाई यति नै गरौँ बाँकी अब भोलि गरौँ ल